guys, welcome back to my new vlog. अहिले चाहिँ हामी खोलामा पौडी हिँडेको बुटोलको होइन केउली हिँडेको कहाँ पर्छ केउली खै थाहा छैन म फर्स्ट टाइम हिँड्नु लाग्यो केउली चाहिँ यो कस्तो हुन्छ हेर्दै जाम पुरा बल्छ चटपट होइन अनि यहाँ चाहिँ मामाको बाइक छ यहाँ चाहिँ मेरो बाइक छ साथी छ यहाँ चाहिँ म छु त्यहाँ कस्तो हुन्छ मोटो भ्लग पनि हुन्छ आज किप इन द होइन के भ्लगमा टिकिराख्नुहोस् भन्नलाई के भन्छ यार साथ रहनुहोस् त्यही हो भन्न आएन मलाई त्यही पनि ओके हामी चाहिँ यहाँ टक्क करस पार हेर्न आएको छौँ यहाँ समीर आइफोनलाई होइन पुरै करस पारेको चल्दो बल्दो रहेछ यहाँ हामी चाहिँ आज टक्क लाएर केउली जाँदैछौँ र टक्क गर्मी छ होइन अब यो गर्मीमा टक्क लाएर यसो चरक्क लिएर ब्याग होइन ल हिँडिरहेको छौँ र पहिला यहाँको बाटो एकदम कस्ता थियो अहिले चाहिँ राम्रो भएर चाहिँ बाटो होइन टक्क बिच हाने रहेछ तिन्छ यस्तै बर्बादी हुँदै जानु पऱ्यो होइन हाम्रो ओली साहबले यसो नेपाल विकास गर्नु पऱ्यो के नेपाल विकास गर्नु पऱ्यो टक्क हलाएर त्यसपछि बल्ल हाम्रो इक्जाम हुँदाखेरि जस्तै होइन यो पोलिटिक्सको बारेमा हामीले गाली भन्न नपरोस् आफूलाई चाहिँ आउँछ गाली भन्न नपरोस् पोलिटिक्सलाई टक्क लाएर हामी जस्तो सामाजिकमा टक्क आयो भने हामी सरकारलाई चाहिँ बेल्ने हो सरकारले यस्तो गरेन यो गरेन नेपालले यस्तो भयो यस्तो भन्छ नि त हामीले यो चाहिँ भन्न अब नमिल्ने भन्न नपरोस् होइन बाटो राम्रो गराउनु पऱ्यो देश विकास गर्नु पऱ्यो सन्तान देश विकास गर्नु पऱ्यो टक्क लाएर मेन कुरा आफू विकास भन्दा नि देश विकास गरेपछि मान्छे यसै विकास भन्छन् पहिला तिमीले सामाजिकमा 70 ओभर ल्याउँछौ टक्क लाएर होइन 70 ओभर ल्याउँछौ तिमीले यस्तो हो अब सामाजिकको इक्जाम भनेकै त्यही हो के सरकारले गाली भन्ने त हो के त्यही हो पुरै त्यही हो अब फेस टु फेस भन्न सकिन्न हामीले होइन अब तिनीहरूकोसँग दबदबा छ पावर सक्छन् हामीलाई होइन अब त्यही भएर पेपरमै भानी गाली भन्छौँ हामी त्यही हो बाटो खराब भयो र दुःखको खबर के छ भने बाटो आयो यस्तो के गर्ने अब साथीहरू के गर्नु नेपालको स्थिति यस्तै छ गर्मी छ होइन टक्क लाएर गर्मी भयो नि के गर्ने हो जानै पर्यो एकछिन हो मेहनतको फल मिठो हुन्छ होइन टक्कै यहाँ चाहिँ हाम्रो भिखाइ छ होइन यो ब्रो हुन्छ होला हाम्रो भिखाइ टक्क लाएर हामी चाहिँ हिँडेको छौँ र उहाँ अगाडि चाहिँ हाम्रो मामा सिरियल हुन्छ होइन हजुर यहाँ जुत्ता यहाँ फ्ल्याक्स हानिरहेको छ हाम्रो पनि छ होइन मार्टी नै हो के अरे होइन फ्ल्याक्स हानिरहेको बाटो चाहिँ खोज्दै छ तर के गर्नु त्यसै त कालो म त झन् कालो हुने भयो त यार के हो यस्तो कालो मान्छेले झन् कालो बनाउने के हो यो चौडाको बाटो गएर आएर अघि आउने बेला चौडैको बाटो हो अघि आउने बेला के चौडाको बाटो चढ पिच गऱ्यो भनिरहेको म त हामी यहाँ चौपारीमा यहाँ देख्नुहुन्छ होला के ल्याउनु पऱ्यो भने यही भिडियोलाई होइन अब यता पनि यो बाटो काम गऱ्यो यस्तो आउने तरङ्गेको मान्छेहरू धेरै हेर्नुहुन्छ भयो होइन आयो तपाईँहरूलाई थाहा छ होइन तर नै नजिक त्यही पनि भनौँ होइन तरङ्गी यता आउने र सिधा अगाडि जाने टक्क लाएर होइन र भिडियो लास्टसम्म हेर्नु होला तपाईँहरूले देख्नुहुन्छ कहाँ हो के हो कसो हो हामी टक्क लाएर बाटो पनि यसो भनिदिन्छौँ होइन अब एकछिन हामी अब तपाईँहरूलाई पनि बोर लाग्छ होइन यत्तिकै भिडियो गराउने टक्क लाएर एकछिनपछि हामी देखाउँछौँ बाई हेलो गाइस मेरो ब्याग भइसकेको तर यहाँ एउटा गिराउनु छ होइन यहाँ दुईवटा बाटो छ एउटा यता जाने यता तर यो बाटो आउनु होला तपाईँहरू यो गिराउनु भएको यो बाटो होइन यताति यहाँ बिच बाटो आयो फेरि यहाँ टक्क लाएर यस्तो छ यो बाटो चाहिँ आउनु होला तपाईँहरू होइन उहाँ पनि छ नि उहाँ दुईवटा बाटो छ होइन है त्यही भन्ने हाम्रो यस्तो मिठो बाटो छ आए मेरी जान ल हेर्नुहोस् गाइस
टक्क हाम्रो छोटो मिठो सानो प्यारो जङ्गलको बिचमा रहेको गाउँहरू पनि तपाईँहरूले पाउनुहुन्छ होइन। हेर्नुहोस् कस्तो रूपमा हेर्नुहोस् तपाईँहरू जबसम्म हाम्रो भिडियो हेर्नुहुन्छ तपाईँहरू यस्तै रोमान्टिक भिडियोहरू भ्लगहरू हेर्नुहुन्छ। यहाँ पनि कडा पनि छ, रात छ, मजा छ है। यस्तो छ बाटो पनि राम्रो रहेछ होइन, यस्तो मजाको बाटो, त्यही माथि यस्तो मिठो नेचर छ, जङ्गल छ वरिपरि होइन। ठिक छ, एकदम राम्रो ठाउँ, आउनु होला, रमाउनु होला। तपाईँहरू गर्लफ्रेन्डसँग नि आउन सक्नुहुन्छ है, गर्लफ्रेन्ड ल्याउने पिस ठाउँ होइन, कसैले केही भन्न सक्दैन। आफू ठिक बाटोमा हिँड्नु पऱ्यो, तर पाल भएन यहाँ भेडेङहरू यस्तो, यहाँ किसानहरू पनि बस्नु रहेछन् होइन। त्यस्तो हर्कत देखाउनु चाहिँ भएन, तर आउनुहोस् तपाईँहरू, रमाउनुहोस्, लिमिटमा इन्जोय गर्नुहोस्, अरूलाई हाम नहोस्, क्षति नहोस्, त्यही हो। अब चाहिँ आयो गाइस, अब चाहिँ आयो टक्क यहाँ चाहिँ तपाईँहरू अब फ्यामिलीहरू हुनुहुन्छ भने पिकनिक सिकनिक खानु, माथि पिकनिक सिकनिक खानु छ भने यहाँ तल चाहिँ होइन गाडी छ, तपाईँहरूले एकदम पिकनिक खान मन छ भने फ्यामिलीहरू कपालहरू खोलाको साइडमा छ। अब यस्तो ठाउँ त अब नेपालमै मात्रै हो कि, कति राम्रो ठाउँ, कति मिठो यता। त्यसपछि टक्क यता आउनु होला हाम्रो राजा नै हिँडाउँछ नि त। अब चाहिँ हामी मन्दिर छ होइन, तपाईँ यसो मन्दिरको पनि दर्शन यताउति ढोगिदिनु होला। अब होइन अब कोही अब भर्खर 12 इक्जाम भइएछ, हामी पनि इक्जाम दिएकै हो। अब यस्तो हो कि अब मिलेर राइड हाल्दैछ भने अब कन्ट्याक्ट गरौँ, अब सँगै घुमौँ होइन। क्लास भयो भने अब अब हामी बाहिर आयो भने हामी कन्ट्याक्ट गरौँला, कन्ट्याक्टमा बस्दै गरौँ, त्यही हो हाम्रो विचार चाहिँ होइन। सबै मिलेर एउटा ग्रुप भएर हिँडौँ ठाउँको भएपछि। तपाईँ जुनसुकै ठाउँको हुनुहोस्, वी डोन्ट केयर, आउनुहोस्, रमाइलो गरौँला, गर्नुपर्छ तल। टक्क यहाँ चाहिँ आइसक्यो है हाम्रो जान्छ टक्क लाएर हामी। अब चाहिँ यो चाहिँ हाम्रो डेस्टिनेसन। ल लाएर हाम्रो एक्सपेक्टेसन के छ भने कोही मान्छे नभएको छ, तर यहाँ चाहिँ बाइक रहेछ, मान्छे रहेछन् भन्ने थाहा पाइयो। अब चाहिँ तनाव हुने चाहिँ हामीलाई कन्फिडेन्स इज की हो, त्यही हो। हामी चाहिँ आइसक्यौँ। यहाँ चाहिँ हाम्रो मामासुरी हुनुहुन्छ। ओ मामासुरी यहीँ राख्नु न। तर हामी तपाईँहरूलाई ल अब साथीले भलो गर्छन्। अब ल म चाहिँ क्यामेरा सोधिदिएँ हाम्रो समीरलाई होइन, किनभने मेरो यो हात दुखिसक्यो, त्यही भएर यस्तो गरिआएको छु, त्यही भएर यो गाइज आम ब्याग ल साथी। अब चाहिँ हामी तल जानुपर्ने हुन्छ। साथीले चाहिँ यी साथीको एनर्जी चाहिँ बवालै थियो, सुनिरहेको थियो क्या अनि त्यो कपाल हेर्छ बसिना। ल अब चाहिँ हामी खोलामा जानुपर्ने हुन्छ, ड्याम हान्नुपर्ने हुन्छ, त्यसपछि यहाँ यस्तो फोटोसोटो खिच्नुपर्ने हुन्छ, त्यही हो। अब चाहिँ हामी खोलामा गएर भेट्छौँ। तल एउटा पुल रहेछ, माथि पनि अर्को पुल रहेछ, खतरा रहेछ खतरा। अब नास्ता Laar, popular. Aga, roti chapin, Kotro masa heran ya. Somewhere on the river, guys. This is our destination. This is our operating. And this is Somewhere. अब चाहिँ हामी खानुपर्ने हुन्छ, त्यसपछि चाहिँ भेट्छौँ है। मजाले निस्किसक्यो खोलाबाट, यतै हो मजा खोलाबाट निस्किसक्यो, यता पौडिँदैछन्, कसैले खाँदैछन्। एकछिनपछि हामी घर जानुपर्ने हुन्छ, त्यही हो। हेर्दै राख्नु होला। गाइस चाहिँ हामी पौडेर अघि नै सकेको, म चाहिँ अहिले चाहिँ मामा र साथी पनि सकेँ, अहिले चाहिँ कपडा लगाउँदैछन्। त्यसपछि चाहिँ हामी अब घर प्रस्थान गर्दैछौँ।
त्यही हो जस्तो फेरि बाइकको ब्लग आउँछ राइड ह्यान्डको ब्लग आउँछ त्यही हो अब वास्ट लेन भोलि बस्दिनँ कहाँ दिनदिनै गरिदिनु निस्किन त मलाई भाटाको हान्दैन नि के अरे What's up everybody, we're back. हामी अब पौडेल आइसक्यौँ होइन खोलाएर मान्छेमा त धेरै खराब भयो तर केही छैन यति दुःख त साथीको लागि यति भाइ गर्छु म हात कम न यहाँ सकेन मैले बुट्टामा त गर्नु होला यस्तो मौसम छ ओ मागा यो पो कपडा खेलेर हामी निस्क्यौँ होइन मौसमले साथ दियो कि यस्तो छ के भाग्य भन्ने हो कि के भन्ने हो के हो यस्तो साथ के आयो हजुरको अझै कच्चिबाट आयो चाहिँ हाम्रो चाहिँ पानी परिरहेको छ है टोटो लाएर हाम्रो साथी चाहिँ अगाडि गइरहेछन् हामी चाहिँ पछाडि पानी परोस् भन्छु म त्यसो ठुलो मोर त होइन हजुर हाम्रो मैले वेलकम अगेन तर भ्लग बनाउन सजिलो भइन्छ हात पातेर हैरान हेर्नुहोस् ए बरै यहाँ चाहिँ स्ट्रम आइसकेको छ ए धुलै बनाइदियो त यार अरे धुलो बनाइदियो नि होइन हेर्नुहोस् गाइस भिडियो बनाउनु चाहिँ भुलिन्न के सो गाइस हामी हिँडिसकेको छौँ हे भगवान के भयो यस्तो गाइस हामी आजको दिन चाहिँ पनौती भयो होइन हामी फर्किँदा के भयो त्यस्तो भयो यो पो कपडा खेलेर हामी निस्क्यौँ होइन मौसमले साथ दियो कि यस्तो छ के भाग्य भन्ने हो कि के भन्ने हो अहिले चाहिँ हामी यहाँ यसरी के भन्ने हो मेरो जुत्तामा यहाँ पानी
यस्तो पानी चुहिरहेछ डर लाग्ने यार बाइक चलाउन चिप्लिन्छ कि भनेर ए बा पानी त्यहीमा आँखा त मेरो आँखा त सब यता यता त सबै ढुङ्गै होला त्यो आएर सानो मसिनो हुन्छ नि त्यही थियो यार देखाउन पाइएन के भगमा मगेको यस्तो भयो यस्तो छ हामीले त यस्तो सरी फर बिङ नेगेट बट ओके बाइक यहाँ छ जुत्ताबाट पानी छ क्या सब के गर्नु गाह्रो छ बिहानमा त कस्तो घाम थियो कस्तो गर्मी थियो अब अहिले त आजको लागि यति मन परेमा भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला सी यु इन द नेक्स्ट भ्लग